श्रीमान वार्ड अध्यक्ष वार्ड कार्यालय सुखीपुर नगरपालिका वार्ड नंबर 8 सुखीपुर सिराहा। विषय सुखीपुर बजार क्षेत्रको नाला तथा सरसफाई व्यवस्थापनमा तत्काल सुधार र विनियोजित बजेट विवरण उपलब्ध गराउन सम्बन्धमा श्रीमान सबनीय अनुरोध छ। सुखीपुर बजार क्षेत्रमा हरेक मंगलबार र शनिबार लाग्ने साप्ताहिक हाट बजार हाम्रा वार्डको प्रमुख आर्थिक तथा सामाजिक केन्द्र हो। तर पछिल्लो समय बजार क्षेत्रको नाला तथा सडक व्यवस्थापन अत्यन्तै दयनीय अवस्थामा पुगेको छ। बजार परिसरमा वर्षा नहुँदा समेत फोहोर पानी बग्ने, हिलो र दुर्गन्ध फैलिने अवस्थाले सर्वसाधारण व्यापारी, विद्यार्थी तथा आगन्तुकहरूलाई गम्भीर स्वास्थ्य जोखिम र आवाजावतमा असुविधा पुर्याएको छ। हामीलाई जानकारी अनुसार यसअघि वार्ड कार्यालयबाट 2 पटकसम्म नाला सरसफाई तथा व्यवस्थापन कार्यक्रम शीर्षकमा बजेट विनियोजन भइसकेको छ। तथापि उक्त कार्यक्रमको कुनै स्थायी वा देखिने परिणाम अहिलेसम्म प्राप्त हुन सकेको छैन। यसले पारदर्शिता र कार्य प्रदर्शन दुवैप्रति प्रश्न उठाएको छ। त्यसकारण हामी जनजागृति युवा क्लब सुखीपुरका तर्फबाट यस ज्ञापन पत्र मार्फत निम्न मागहरू प्रस्तुत गर्दछौँ। 1. सुखीपुर बजार क्षेत्रका नालाहरूको तत्काल सरसफाई र मर्मत सम्भारको कार्य सुरु गरियोस्। यसअघि विनियोजित नाला व्यवस्थापन सम्बन्धी बजेटको विस्तृत विवरण, विनियोजित रकम, खर्च विवरण र कार्य सम्पादन प्रतिवेदन लिखित रूपमा तलबलाई उपलब्ध गराइयोस्। नम्बर 3. बजार क्षेत्रको सरसफाई र नाला व्यवस्थापनका लागि स्थायी समाधानको योजना तयार गरी सरकारवालासँग छलफल गरी कार्यान्वयन गरियोस्। यदि माथि उल्लेखित मुद्दाहरूमा 7 दिनभित्र कुनै ठोस कार्य काम नभएमा हामी जनजागृति युवा क्लब सुखीपुरका युवाहरू बाध्य भई यस विषयमा जनचेतना अभियान, हस्ताक्षर सङ्कलन र शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने अवस्था आउनेछ, जसको सम्पूर्ण जिम्मेवारी वार्ड कार्यालय स्वयंले वहन गर्नुपर्नेछ। हामी वार्ड कार्यालयसँग सरकारीपूर्ण र उत्तरदायित्व पहलको अपेक्षा गर्दछौँ। धन्यवाद। जनजागृति युवा क्लब सुखीपुर अध्यक्ष नवरत्न शाह। धन्यवाद।